बलबहादुर भुजेल नीलकण्ठ नगरपालिका 5 को काले गोरुसँग तारकेश्वर निवासी लोकबहादुर श्रेष्ठको गोरुबीचको प्रतिस्पर्धा रहेको हुनाले कृपया तपाईँहरूलाई मैले अनुरोध गर्न चाहे धेरै किसान भाइबहिनीलाई अनुरोध गर्न चाहे नगरपालिका वार्ड नम्बर 5 का बलबहादुर भुजेलको गोरुको प्रतिस्पर्धा रहेको छ आजको छैटौँको रूपमा। तपाईँहरूले मैदानको वरपर कतै नजिकै आफ्नो गोरुलाई सुरक्षित स्थानमा बाँधी तम्काइने अवस्थामा रहनु हुन लागि अनुरोध गर्दै अब हामी गोरखनाथ आदिका भाइ बहिनीहरूको नृत्य हेर्दैछौँ। उपस्थित महानुभावहरू, हामी आज माघी सङ्क्रान्ति मेलामा उपस्थित भएका छौँ। आज माघी पर्व पनि थारू समुदायले मनाउने पर्व। त्यसै गरी हामी माघे सङ्क्रान्ति मेलामा आयोजक समितिबाट दर्ता भएका 13 हल गोरुहरू यस कठरकोट बाटोको मैदानमा आफ्नो कौशल देखाउनलाई दर्ता गरिएका छन् र उनीहरूले आज दिनभर मनोरञ्जन दिएको सँगसँगै हामीसँग यहाँ लोकगायिकाहरू पनि उपस्थित रहनुहुनेछ। लोकगायकहरूले पनि यहाँलाई सांस्कृतिक मनोरञ्जन दिनुहुनेछ र विगत लगभग 250 वर्षभन्दा अगाडिदेखिको निरन्तर रूपमा तारकेश्वर गाउँपालिकामा सञ्चालन हुँदै आइरहेको यस माघे सङ्क्रान्ति मेलाले परिस्थिति अनुरूप आफ्नो स्वरूपलाई गर्दै सम्पूर्ण विभिन्न सरकारी निकायका आउने गोरुहरूको मागबाट गर्न गइरहेको छ। कालो गोरु रहेको छ बलबहादुर भुजेलको गोरु, धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नम्बर 5 निवासी बलबहादुर भुजेलको काले गोरुसँग त्यसै तारकेश्वर गाउँपालिका वडा नम्बर 3 निवासी लोकबहादुर श्रेष्ठको गोरु प्रतिस्पर्धामा आउने यहाँलाई जानकारी गराउँछु। आदरणीय गोरु धनी कृषकजी, निर्धारित समयमा नै सरकारका तर्फबाट हार्दिक स्वागत गर्दछु। यो ऐतिहासिक सांस्कृतिक पर्वलाई भव्य, सभ्य र सौहार्द पूर्ण ढङ्गबाट सञ्चालन गर्न मैले विगत 1.5 वर्षदेखि नै पहल र प्रयास गर्दै आएको छु। विगत केही वर्षहरूमा यो पर्वमाथि राजनीतिक दाउपेच र विभाजनको छाया परेको प्रश्नै देखिन थालेको थियो। कुनै समय राजनीतिक विभाजनकै कारण
धन्यवाद स्थानीय सरकार प्रमुख श्रीमती हेमराजज्यूलाई उहाँले आफ्नो उहाँको इच्छा र उहाँको उद्देश्य अनुसार नै हामीले पनि यो मेलालाई सञ्चालन गरिरहेका छौँ। उहाँले आफ्नो स्थानीय सरकार प्रमुख हुँदा होस् वा स्थानीय सरकार प्रमुख नहुँदा पनि उहाँले यस मेलालाई विशेष रूपले सहयोग गर्दै आउनुभएको छ। विगतका वर्षहरूमा पनि उहाँले आफ्नो स्थानीय सरकार प्रमुख नहुँदा पनि यस मेलालाई सफल पार्नको लागि आर्थिकप्रति अन्य सहयोगहरू गर्दै आउनुभएको छ। स्थानीय प्रमुख श्रीमती अधिकारीहरूलाई विशेष धन्यवाद दिन चाहन्छौँ। नम्बर 3 आयोजक नम्बर 3 कार्यालयको तर्फबाट हामी विशेष धन्यवाद दिन चाहन्छौँ। हामी देख्न सक्छौँ आजको खेलकुदहरू मैदानमा प्रतिस्पर्धा गरिरहेका छन्। निवासी लोकबहादुर श्रेष्ठको गोलीसँग भोलाबहादुर भुजेल भावी नीलकण्ठ नगरपालिका 5 को कालेबुङ बिचको प्रतिस्पर्धा हामी मैदानमा हेरिरहेका छौँ। हाम्रो अध्यक्ष महानुभावहरू कृपया हामीले प्रत्यक्ष जानकारी गराएका छौँ। कृपया गोली प्रवेशद्वारमा तपाईँहरू भिड भएर जम्मा भएर नबस्नु होला। गोलीहरू भाग्ने क्रममा तपाईँहरूलाई क्षति हुनेछ। फेरि पनि अनुरोध गर्न चाहे मैदानभित्र मूल्याङ्कन समितिका साथीहरू त्यसै गरी गोलीहरू बाहेक अन्य कोही पनि प्रवेश नगराइदिनु हुन। आज यस माघी सेती मेला व्यवस्थापन समितिलाई बस्न बत्तिनुभएका नेपाल प्रहरीका साथीहरू विशेष प्रशासनका साथीहरूलाई मैले अनुरोध गर्न चाहे कृपया बाटो पानी गराइदिनु होला। र मैदानबाट मैले भिड देख्दैछु। अब तपाईँहरूले पनि भिडलाई आफू पनि अनन्त साथी हुनको लागि मञ्चमा लानुभएका अथवा मञ्चको नजिक लानुभएका सम्पूर्ण दर्शक महानुभावहरूलाई अनुरोध गर्न चाहे कृपया तपाईँहरूले मञ्च खाली गरिदिनु होला। अब हाम्रो कलाकारहरू आइसक्नु भएको छ। राष्ट्रिय स्तरका स्थानीय स्तरका कलाकारहरू आउनुभएको छ। लोकगायिकाहरू अब हामी उहाँहरूको बेजोड सांस्कृतिक घाटी प्रस्तुति हेर्नेछौँ। कृपया मञ्च खाली गरिदिनु हुनको लागि सम्पूर्ण दर्शक महानुभावहरूलाई अनुरोध गर्न चाहन्छु। र आगामी नेपाल प्रहरीका साथीहरू मैले मैदानमा दर्शक महानुभावहरू पनि देखिरहेको छु। कृपया उहाँहरूलाई मैदान बाहिर पठाइदिनु होला र सुरक्षित स्थानमा बस्नको लागि ध्यान दिनु होला। अब आजको हाम्रो यस कार्यक्रमलाई रमाइलो र सफल र भव्य बनाउनको लागि कलाकारहरू आइसक्नु भएको छ। म शुभेच्छा दिएका दुई साथीहरूलाई मञ्चको Thank you.